आज र भोलि बाढी पहिरोको जोखिम, सकेसम्म रातिमा यात्रा नगर्न मौसमविदको सुझाव। आज र भोलि कतै लामो दूरीको यात्रा गर्ने सोच बनाउनु भएको छ। मौसमविदले आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकोले जोखिमयुक्त सडकमा रातिमा यात्रा नगर्न सुझाव दिएका छन्। मौसमविदहरूका अनुसार आज रातिदेखि वर्षाको मात्रा र क्षेत्र बढ्दै जाने पूर्वानुमान छ। वैशाख 15 अर्थात् आजको तुलनामा भोलि अर्थात् 16 गते बढी वर्षा हुने सम्भावना छ। काठमाडौँ उपत्यका लगायत वरिपरिका क्षेत्रमा पनि आज बेलुकी र राति ठूलो वर्षाको सम्भावना छ। मौसमविदका अनुसार वर्षाका कारण साना खोला खोल्सीहरूमा आकस्मिक बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने र बाटो अवरुद्ध हुन सक्ने सम्भावना छ। त्यसैले त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्गसँगै सिद्धार्थ, पासाङ लमु, बीपी राजमार्गहरूमा मंगलबार, बुधबार र बिहीबार रातिको समयमा सकेसम्म यात्रा नगर्न सुझाव दिइएको छ।